नमस्कार सबैजना हेर्न सक्नुहुन्छ होला आज सिङताममा डाँडागाउँ सुरक्षा समिति अन्त मिलेर सबैजना सफाई अभियान सिङताम बजार सबैजना मिलेर सफा गर्दैछ। यहाँ हेर्न सक्नुहुन्छ होला यो सबै सिङतामको डाँडागाउँको मान्छेहरू मिलेर सफा गर्दैछ। नमस्कार, म प्रशान्त शर्मा, सिङताम डाँडागाउँ निवासी र सर्वप्रथम म हाम्रो प्रेम सिंह तामाङज्यू हाम्रो मुख्यमन्त्रीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। उनको भिजनले गर्दा आज हाम्रो महासफाई अभियान सक्सेसफुली रन गर्दैछ। त्यसमा हामी डाँडागाउँ सुरक्षा समिति पनि पार्टिसिपेट गरेको थियो र सबैको सपोर्ट पनि हामीले पायो। हाम्रो गाउँबाट पनि धेरै मान्छेहरू निस्किनु भएको थियो र त्यो मजा राख्दै हुए हामी हाम्रो क्षेत्र विधायक जी हाम्रो एनपी दाहाल सरलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। उनको डिरेक्सनमा पनि हाम्रो नगर पञ्चायतले धेरै हामीले हेल्प पनि गर्नुभयो। मेनली हाम्रो प्रेसिडेन्ट हाम्रो सुरेश तामाङज्यू, हाम्रो वार्ड काउन्सिलर अन्त अरू हाम्रो काउन्सिलरहरूलाई पनि धेरै धन्यवाद दिन चाहन्छु। उनीहरूको सपोर्टले गर्दा हामी धेरै काम पनि गरिरहेछ र मजा पनि आइरहेछ र म यो रिक्वेस्ट गर्न चाहन्छु कि फ्युचरमा यो यसरी नै रन होस्। एटलिस्ट तपाईको मन्थली पनि होस् और क्वार्टरली पनि होस्। त्यसरी यो सिङताम बजारलाई चाहिँ एकदम साफ सफाई पनि देखिन्छ र राम्रो पनि देख्छ। धन्यवाद। हाम्रो डाँडागाउँ सुरक्षा समितिको प्रेसिडेन्ट हुनुहुन्छ निरज प्रधान, केही भन्नुहोस्। अब हाम्रो आज यहाँ सफाई अभियान हुँदैछ हो। डाँडागाउँ केटाहरू सबै लागि परेको छ जुन चाहिँ हाम्रो एनपी दाहाल सरको नेतृत्वमा। हामी यहाँ सबै डाँडागाउँ एकदम सफा राख्ने। नमस्कार, तपाईहरुलाई स्वागत छ हाम्रो डाँडागाउँ सुरक्षा समितिमा र जुन चाहिँ यो हाम्रो सफाई अभियान महासफाई अभियान यो हाम्रो आज सिङताम बजार डल्लै सफा गरेर हामीले चाहिँ सीएम साहबको पहललाई एकदम हामी अगाडि बढाउँदैछौँ। अन्त माननीय मन्त्री साहब र हाम्रो वार्ड पञ्चायत र सिङताम नगर पञ्चायतको प्रेसिडेन्ट साहबलाई पनि म थ्याङ्कफुल भन्न चाहन्छु कि यस्तो राम्रो हामीलाई प्रोभाइड गराइदिनु भयो उहाँहरूले है। उहाँहरूले जुसहरू प्रोभाइड गराइदिनु भयो हामीहरूलाई। अन्त हाम्रो लबिजमको पनि मेम्बर्सहरूलाई म थ्याङ्कफुल भन्न चाहन्छु कि उहाँहरू आउनुभयो हामीलाई हेल्प गर्नुको लागि। हजुर, यहाँ सिङताममा चाहिँ सफाई अभियान चलिरहेछ है। यहाँ चाहिँ 2 नम्बर वार्डमा चाहिँ हामी एकदम यहाँ लागि परिरहेको छ। दोकानदारदेखि लिएर होकर स्ट्रेट लाइसेन्स भएको युवा सबै नारी सबै यहाँ काम गर्नु फिटनेसको लागि एकदम यहाँ सफा गरिरहेको छ। नाली पनि हामी सफा गरिरहेको छ मजाले। आज चाहिँ सिङतामले एकदम सफा सुगर राखौँ भनेर हामी बल गरिरहेको छ। धन्यवाद। नमस्कार, म मुकेश अग्रवाल डाँडागाउँ वार्ड समिति पञ्चायत हो। हामी यता डाँडागाउँको सबै भएर यता आफ्नो वार्डलाई पुरा सफा गर्दैछ। अब जुन चाहिँ सीएम साहबको एउटा जुन चाहिँ सोच थियो सुनलो स्मृति सिक्किमको अब त्यसलाई हामी अगाडि बढाउनु हुँदैछ। हामी सबै सफा गर्दैछ। आज हाम्रो माननीय एमएलए कम मन्त्री साहब पनि आउनु भएको थियो यो आज सफाई गर्नुको लागि है। आज हामीले मास सफाई अभियान गरेको छ सिङताममा। त्यसै नै हामीले आफ्नो घर आफै सफा राख्नु भने हामी एउटा जुन चाहिँ पहल भनेको छ त्यो सबले आफ्नो आफ्नो वार्डमा आफ्नो आफ्नो जग्गामा सबले सफा गर्दैछ। हाम्रो बाहिरको पनि हेल्प गर्नु आएको छ, डिफ्रेन्ट संस्थाबाट आएको छ हो। हामी सब उनीहरूलाई पनि हामी धन्यवाद गरिन्छ हो। अन्त आज हामीले पुरै सफा गरेको छ। तपाईँले चेक गर्नुहोस्। अब म फर्दर रिक्वेस्ट गर्छु कि तपाईँले आज फेरि वापस मैला नगरिदिनुहोस्। तपाईँले आफ्नो घर अगाडि पनि सफा राखिदिनुहोस्। त्यति भन्दै म समाप्त गर्न चाहन्छु। थ्याङ्क यू। नमस्कार, म विधान शङ्कर र म सर्वप्रथम त सबभन्दा पहिला चाहिँ हाम्रो सम्माननीय मुख्यमन्त्री साहबलाई धन्यवाद दिन चाहन्छु है। र त्यसको बादमा हाम्रो 17 खामनी सिङतामका एरिया एमएलए हाम्रो एनपी दाहाल सरलाई धन्यवाद दिन चाहन्छु कि जसको निर्देशनमा चाहिँ आज यो काम चाहिँ यति राम्रो भइरहेको छ है। र हाम्रो यो डाँडागाउँ वार्डमा चाहिँ सबभन्दा बेसी राम्रो काम चाहिँ अहिले तपाईँले हेर्नु सक्नुहुन्छ, तपाईँले यता देखाउन सक्नुहुन्छ है। यस्तो राम्रो काम चलिरहेको छ र यहाँको युथहरूको चाहिँ यति राम्रो डेडिकेसनले चाहिँ जुन चाहिँ काम गरिरहेको छ है। र सँगसँगै हाम्रो यहाँनिर लबिजम जुन चाहिँ लबिजमले भर्खर आएर जसले मैला उठाउनु है, यो यति नराम्रो फोहोरहरू कामहरू यहाँ भइरहेको थियो है। र आज यो कामले गर्दाखेरि तपाईँको सिङताम बजार त यति डरलाग्दो सफा भइरहेछ है। र त्यसको लागि चाहिँ म हाम्रो सम्माननीय मुख्यमन्त्री र हाम्रो एरिया एमएलएलाई एकदमै धेरै धेरै धन्यवाद दिन चाहन्छु। र साथसाथै सँगसँगै हाम्रो यहाँनिर नगर पञ्चायत प्रेसिडेन्ट र उहाँको जति पनि पार्षदहरू हुनुहुन्छ र हाम्रो यहाँको 2 नम्बर वार्डका हाम्रो मुकेश अग्रवाल है, उहाँ पञ्चायतज्यूलाई पनि म एकदमै धन्यवाद दिन चाहन्छु। ताकि उहाँले गर्दाखेरि चाहिँ आज हामीले यो साफ सफाई पनि हेर्नु पनि पायो र देख्नु पनि पायो र हामीले एउटा यो
यो काम गर्नुपर्ने हामीले एउटा मौका पनि पायो है र यसको लागि चाहिँ म धेरै धेरै धन्यवाद उहाँहरूलाई दिन चाहन्छु। नमस्कार। आज हाम्रो 2 तारिक बुधबार को दिन हाम्रो अब बजार को लागि निस्केको थियो सफाई अभियान। हाम्रो सामान्य मुख्यमन्त्री श्री PS गोलेजीहरूको नेतृत्वमा र उहाँको मिसन छ कि हामी बजार सफा राखौँ, स्वच्छ राखौँ। यो अभियान लिएर हामीहरू सबैजना मिलेर हाम्रो यो 2 नम्बर वार्डको हामी सबैजना र हाम्रो नगर पञ्चायतको जम्मै अब हाम्रो जो हुन्छ हाम्रो माननीय मंत्री साहब NB दाहाल जी हजुर उनको नेतृत्वमा पूरा बजार सफाईमा लागे र राम्रोसँग सफा भयो सबै मिलेर। यति नै छ भन्नु। यस्तै हाम्रो आजको दिन मात्रै हैन, सधैँको लागि हामी सफा राखौँ, स्वच्छ राखौँ, आफ्नो पालन गरौँ। सबै आफ्नो दोकानको अगाडि डस्टबिन राखौँ, कसैले मैला नफ्याँकिदिनुहोस् बिन्ती छ हाम्रो। जहाँ खाए पनि डस्टबिनमा हाल्नु। हाम्रो बजारमा पुरा डस्टबिन छ, त्यही हो भन्नु। नमस्कार सबैहरूलाई। त्यो सफा आज बुधबार थिए, आज कति राम्रो सिङताम सफा भए, नालाहरू जम्मै सफा भए, कति राम्रो लगे। यही मेरो दोकान पनि यही गल्लीमा थिए और पूरा राम्रो लागे। आज सफा पूरा भयो दोकानहरू अरू सबै मिलेर करे, सबैजना मिलेर नानीहरू सबै ठुलो सानो सबै मिलेर करे। ड्राइभरहरू सबैजना दाजुभाइहरू सबैजना मिलेर करे, कति राम्रो लागे त्यो। नमस्कार, म सञ्जय अग्रवाल सिङताम निवासी र आज हाम्रो जुन चाहिँ यो महासफाई अभियान जो सिङताममा चालु भइरहेको छ, हुनु त 80 देखि नै सफाई अभियान चालु भइरहेछ। हाम्रो सिङताम नगर पञ्चायत प्रेसिडेन्ट सुरेश तामाङज्यूले जुन चाहिँ यो पहल सुरु गर्यो महासफाई अभियान र हाम्रो क्षेत्र विधायक श्री NB दाहाल सरज्यूले जुन चाहिँ यो सफाई अभियान यहाँ सिङताम बजारमा जो जुन चाहिँ राखेको छ, यो हाम्रो लागि आफ्नो लागि हो, यो कसैको लागि होइन। यो हामीले यस्तो सफा हमेसा गरिरहनुपर्छ र हाम्रो यो सिक्किम सरकार हाम्रो माननीय सम्माननीय मुख्यमन्त्री PS गोले तामाङज्यूको अगुवाईमा जुन चाहिँ यो सारा सिक्किम सफा रहोस् र सुरक्षित रहोस् र हामी सबै आफै सुरक्षित बन्नुपर्छ र हामीले यो सफाई अभियान हमेसा जारी राख्नुपर्छ र यसले गर्दाखेरि बिमारीहरू नाना थरीको बिमारीहरू फैलिँदैन सिक्किममा र हामी आफै सुरक्षित बनिन्छ। यसले डेङ्गु सेङ्गुहरू तपाईँको केही बिमारीहरू हामीले आफै बाँच्नुपर्छ। यसले गर्दाखेरि सिङताममा जुन चाहिँ यो मैला फोहोर मैलाहरू मान्छेले जहाँ थरी जहाँ सिक्किमभरि फ्याँकिदिन्छ, यसरी म आग्रह गर्न चाहन्छु यसरी मैलाहरू जतासुकै नफ्याँकिदिए जाओस्। सिङताम बजारमा तपाईँको यो बिहान गाडी आउँछ, त्यहाँ गाडीमा हालिदिए जाओस् र सही जग्गामा पुरोस् र हाम्रो सफा आँगन हामी आफै सफा राख्यो भने हाम्रो लागि राम्रो। धन्यवाद। नमस्कार। आजको दिन बुधबारको दिन बजार पुरा सफाई अभियान स्वच्छ भारत अभियान भइरहेको थियो र यसमा हामी सबैजनाको भागीदारी भइरहेको छ र यहाँ आजको डेटमा हामी यहाँ सबैजना मिलेर चाहिँ आज सफाई गरिरहेको छौँ र यसमा सबैजनालाई धन्यवाद छ। यसको लागि यति नै भन्न चाहन्छु। होइन, यो एकदम छ। अब यो पहिला हाम्रो UDCलाई हामीले 5-6 चोटि भनेको थियौँ र पनि बारम्बार यस्तो हुँदा मैले अब अस्ति दसैँ हाम्रो दिपावलीमा पनि भनेको थिएँ, भएन। हेर्नुहोस् अब यो सिङताममा सबभन्दा डेडली चाहिँ यो गल्ली पर्यो, हाम्रो ID बैंक अपोजिटमा सबभन्दा सिङताम बजार मध्येमा चाहिँ एकदमै डेडली चाहिँ यहाँ परेछ हो। अब त्यसले गर्दाखेरि हाम्रो यो कमिटीको साथीहरू, हाम्रा प्रदीप सरहरू होइन, हाम्रो यहाँ चिन्टु भगतहरू, अब सञ्जयहरू, उनीहरू सबै लागेर आज सबै काम गरिरहेछ। एकदम राम्रो खालको एकदम के सबै हाम्रो साथीभाइहरू क्यापेसिटी एकदमै नेचरली खालको साथीहरू सबै लागेर काम गरेछ। मलाई बहुत खुसी लागेछ। हाम्रो सफाईको कार्यक्रम चाहिँ अझै पनि चलिरहेको छ। जसरी तपाईँले हेर्नु सक्नुहुन्छ, जुन आधी जुन सबै नालीहरू छ सबै क्लिन भइसक्यो, आधी हुँदैछ। तपाईँले हेर्नु सक्नुहुन्छ कति मैला निस्क्यो। अन्त सबैजना आफ्नो जोसमा भएर सबैजनाले राम्ररी आफ्नो आफ्नो काम गर्दैछ। कसैले पनि केही भन्नु पर्दै छैन, तपाईँ यो गर्नु तपाईँ यो गर्नु। सबैलाई यस्तो जोस छ कि हामीले आफ्नो गल्ली चाहिँ आफै सफा गर्नुपर्छ भनेर। तपाईँले अझै पनि हेर्नु सक्नुहुन्छ कतिजना मान्छेहरू छ।